सबैजनालाई नमस्कार र हाम्रो नगरबाट ताल्नुहुने हाम्रो नगर प्रमुखलाई स्वागत गर्दै म आज यहाँ उपस्थित भइदिनु भएकोमा धेरै धेरै धन्यवाद। म अब जे हुने पहिले र विगतको कुराहरू बिर्सिएर हालको कुरामा यो हाम्रो टेम्के सिवन टिएलओले हामीले नगरलाई पनि थोरै सहयोग गरेको छौँ र हामीले पनि केही कुरा माग्दाखेरि वा पाइन्छ कि भनेर म एउटा कुरा तपाईहरुलाई राख्नु पर्यो। अरू म के पनि भन्दिनँ। हाम्रो यो टेम्के सिवन मार्ग हामी 80 घर छौँ। 80 घरको लागि हामीले 8 वटा जति सीसी क्यामेरा नगर प्रमुखले माग्नु पर्यो भनेर म त यही कुरा राख्दछु। अब तपाईको जो विचार हजुर धन्यवाद। ल माग्नु चाहिँ 8 वटा माग्नु भयो। अब दिनु है ठिकै छ। अब लास्टमा जाउँ ल है। खासै त्यस्तो माग तपाईँहरूको छ जस्तो लागेन है। ल सबैजनालाई बसेर नै मैले नमस्कार गरेँ है। अल्छी चाहिँ होइन तर बसेरै गरौँ भनेर होइन। अल्छी त होइन के अरे यसो गरौँ अब एकछिन है। के गरौँ भने 2-4 वटा कुराहरू म तपाईहरुलाई राख्छु। अब तपाईहरुको समस्याहरू थुप्रै हुन्छ टोलमा। समस्या बिनाको ठाउँ हुँदैन। भानुचोक जाउँ त्यहाँ आफ्नै खालको समस्या छ, पर सर्दुको किनारमा जाउँ त्यहाँ एउटा समस्या छ, यता एउटा समस्या छ, बुद्धचोकमा एउटा समस्या, जहाँ पनि समस्या छ। काठमाडौँ जो त्यहाँ पनि छ, पोखरामा पनि समस्या छ। समस्या जहाँ पनि छ हैन। अब त्यो समस्यालाई चाहिँ क्रमशः हामीले समाधान गर्नुपर्छ, सुधार गर्नुपर्छ, सुधार ल्याउनुपर्छ। बुझ्नुभयो नि। अब 2-4 वटा मैले महत्त्वपूर्ण कुराहरू यहाँलाई राख्छु। नम्बर 1 मा चाहिँ अहिले हामीले के भनिरहेछौँ भने यदि तपाईहरुले जग्गा किन्नुहुन्छ भने सुन्नु है राम्रो। यहाँ मिडिया पनि हाम्रो छ। मिडिया जस्तो छ तर होइन होला। मिडिया नै हो बोल्दैन। के छ भने नि अहिले समस्या चाहिँ केमा देखिँदैछ भने अब जस्तै घडेरी किन्दो रहेछ मान्छेले। अनि त्यो घडेरीको छेउको बाटो चाहिँ जग्गा बेचाउनेले यो बाटो हो भन्दो रहेछ होइन। अहिले भर्खर भएको पनि त्यही समस्या हो कि जस्तो मलाई लाग्दैछ। यो यत्रो बाटो है भनेर पहिला चाहिँ जग्गा किनाउँछ होइन। एकछिन नानीलाई फुलाउनु ल। नानीलाई फुलाउनु। नानीको आमाले फुलाउनु न। अब नानीहरूले बुझ्दैन। सुन्नु है सुन्नु ल। तिमीहरू पनि को लाग ल उता पर भाँडा कुटी खेल है।